सुशीला कार्की आफै पसेर पिसाब हेरेर उठ्न सक्दिनन्, अर्काले उठाइदिनुपर्छ। सरकारमा पुगेका जेन्जीहरू यस्ता जेन्जी लौरो टेकेर हिँड्ने जेन्जीहरू जेएनजी भन्ने चाहिँ आतंककारी हो, लुकेर हो, डाका हो, फटाओ। यो जति प्रब्लमेटिक छ यो भिडियो र उहाँले दिएको स्टेटमेन्ट त्यो भन्दा नि डेन्जरस कुरा यो तीनटै भिडियोमा के कमन छ भनेर भन्दाखेरि चाहिँ जसरी चाहिँ जनताहरूले चाहिँ उहाँहरूको कुराहरूलाई उहाँको यस्तो रिग्रेसिभ सोचलाई चाहिँ ताली बजाएर अपलोड गरिरहनु भएको छ। देशका नेता यस्तो छन् किनभने देशका जनता पनि त्यस्तै छन्को एउटा राम्रो उदाहरण नै हो उहाँले भनेको यो स्टेटमेन्टमा जसरी ताली बजिरहेको छ। देशको महिलालाई लिएर देशको जेन्जी प्रोटेस्टको मर्मलाई लिएर यदि उहाँहरूको सोच यस्तो छ भने उहाँहरूले कस्तो खाले नेतृत्व गर्नुहुन्छ होला त, उहाँहरूले कस्तो खाले नेपाल बनाउनुहुन्छ होला त, जहाँ संसार जहाँ आजको नेपालको म्याग भनेको जेन्डर इक्वालिटीको कुरा हो, डाइभर्सिफिकेसनको कुरा हो, हामीले अपर्च्युनिटिजको कुरा गर्छौँ, इकोनोमीलाई थ्राइभ कसरी गर्ने कुराहरू गर्छौँ, जस्टिसको कुरा गर्छौँ, त्यहाँ यस्तो रिग्रेसिभ हुन्छ नि मोरल एथिकल स्ट्यान्ड पनि नभएको स्टेटमेन्टहरूलाई चाहिँ हामीले चाहिँ सजिलैसँग चाहिँ अपलोड गरेर ग्लोरिफाई गर्छौँ। र यस्तै कारणले गर्दाखेरि पनि हाई टाइम कि अब पनि हामीले चेन्जको लागि काम गरेनौँ भने चाहिँ यस्ता सोच भएको व्यक्ति त हामीले यति धेरै नेताहरू देख्छौँ, यति धेरै व्यक्तिहरू देख्छौँ जसले चाहिँ यस्तो कुरा भनेर चाहिँ मजालेसँग चाहिँ फुत्की पनि पाउनु भइरहेको छ। त्यही भएर यो नहुनको लागि चाहिँ कसलाई भोट गर्ने नगर्ने र त्यो नगर्नेमा पनि अब आफ्नो भोटको पावर देखाउनलाई भए पनि यो जेन्जी प्रोटेस्टको मर्मलाई पनि अगाडि ल्याउनको लागि चाहिँ भोटिङ गर्नलाई अब धेरै भोटिङ रेजिस्टर गर्नलाई अब धेरै समय बाँकी छैन, त्यही भएर रेजिस्टर गर्नु होला। र उहाँले यस्ता यस्ता कुराहरू भनेर चाहिँ सजिलैसँग कसैले के पनि भनेन भन्ने जुन सोच छ यसलाई चाहिँ हामीले चाहिँ भोट गरेर भए पनि उहाँहरूलाई चाहिँ रियालिटी चेक दिन एकदमै महत्त्वपूर्ण छ। त्यही भएर अब सोच्ने पालो आएको छ कि नेता यस्तै जनता नि यस्तै कि नेता यस्तै थिएन त्यही भएर जनताले उहाँलाई हटाएन र जनताले चुनेको नेतृत्व यस्तो भनेर चाहिँ भन्नको लागि चाहिँ वी हेभ टु रिथिङ्क अनि यस्तो चिजहरूलाई ग्लोरिफाई गरेर ताली नबजाउनुहोस्।